अहिले हो नि पर्सि जाने माथि गेटमा आइपुगेको छु। हेलो, यहीँ गर्नुपर्छ अहिले? पर्सि जानुभयो? हजुर। बस्ती जानु नि तपाईँ? है हजुर। पर्मिट लिनुपर्छ ल। तपाईँको यो त क्यामेरा त अब खासमा चाहिँ दिँदैन? दिन्छ कि यसको त फाल्टै पर्मिट हुन्छ नि यो भिडियो क्यामेरा। हजुर। अहिले चाहिँ यो भिडियोग्राफी क्यामेराको लागि चाहिँ 1500 तिर्नुपर्ने रहेछ। क्यामेराहरू ल्याएको छ नि, क्यामेराहरूको पनि एक्स्ट्रा चार्ज लाग्दो रहेछ। यहाँ काउन्टरमा सबै तिरिकन जानुपर्दो रहेछ, पास पनि काट्नु पर्दो रहेछ। र अहिले पनि म हिलेबाट त्यसो वर्षेपट्टि जाँदैछु। घरबाट झन् हिले आइपुग्नु चाहिँ 2.5 घन्टा जस्तो लाग्यो। बाटो पुरा रफ रहेछ। सोमबारदेखि माथि ओख्रेसम्म नै बाटो एकदमै रफ भएको कारणले गर्दा 2 घन्टा आधी जस्तो लाग्यो मलाई आइपुग्नु। र अब चाहिँ म यता हिले त्यसो हिँड्दैछु वर्षेपट्टि। अब चाहिँ 2 किलोमिटर रहेछ अझै वर्षे हिँड्नुपर्ने। सोलो ट्रेभल गर्नुको मजा नै बेग्लै छ। अन्त नेचरको आनन्द उठाउँदै हिँड्ने हो।